अमेरिकाले नेपाली भाषी भुटानीहरूलाई भुटान डिपोर्ट गरेको न्यूज आएको छ। अस्तिको हप्ता भनेको अमेरिकाको पेन्सिल्भेनियाको हेरिसबर्गबाट 6 जना नेपाली भाषी भुटानीहरूलाई आइसले नियन्त्रणमा लिएको थियो र नियन्त्रणमा लिइसके पछाडि भनेको उनीहरूको डिटेन्सन सेन्टरमा राखेको थियो। हिजो भनेको अर्को एउटा न्यूज आएको छ जसमा चाहिँ भनेको त्यो 6 जना मध्ये 4 जनालाई भनेको डिपोर्ट गरेर भुटान लगो भन्ने न्यूज आएको छ र यो भन्दा अगाडि पनि त्यहाँ नेपाली भाषी भुटानीहरू अभियन्ताहरूले भनेको पक्डिसके पछाडि पहल गर्नुभएको थियो। उनीहरूलाई डिपोर्ट भन्दाखेरि पनि हामी त अलरेडी भुटान छोडेर आइसकेका, नेपालदेखि पनि एज अ रिफ्युजी भएर अमेरिका आएको हुनाले बरु यिनीहरू के कारबाही हुन्छ त यी गरियोस् भनेर पहल गर्दै हुन्थ्यो। तर त्यो बावजुद भनेको हिजो डिपोर्ट गरेको न्यूज आएको छ र अरु 2 जनालाई भनेको चाहिँ अमेरिकामै कहाँ राखिएको छ भन्ने कुरा खबर अहिलेसम्म छैन। अनि 4 जनालाई चाहिँ भनेको आइसले भनेको अमेरिकादेखि डिपोर्ट गरेर भारतको दिल्ली ल्याएको र दिल्लीदेखि भनेको फेरि भुटानको पारो लगेर छोडिने, उनीहरूलाई डिपोर्ट गर्ने भनेर न्यूज आएको छ। र यो भन्दा अगाडि भनेको नेपाली भाषी भुटानीहरूलाई यसरी डिपोर्ट गरेको न्यूजहरू आएको थिएन, डिपोर्ट गरेकै थिएन, किनकि उहाँहरू भनेको अलरेडी अब भुटान छोडेर आउनु भएको, त्यागेर आइसक्नु भएको, नेपालदेखि पनि एज अ रिफ्युजी अमेरिका गइसके पछाडि हाम्रो देश यिनीहरू हो भनेर पनि अगाडि आवाज उठाउँदै आउनु भएको थियो। तर त्यो हुँदै पनि यसरी 4 जनालाई अमेरिकाले डिपोर्ट गरिदिएको छ। र यो भन्दा अगाडि अब नेपालीहरूलाई त लगभग 40 जना अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प आइसके पछाडि नि भनेको 40 जनालाई डिपोर्ट अलरेडी गरिसकेको छ भने यो पछाडि पनि डिपोर्ट गर्ने कार्य एकदमै तीव्र रूपमा लिइरहेको छ। र पछिल्लो समयमा भनेको अमेरिकामा आइसले भनेको जो इलिगल छ त्यहाँ अलिकति आफ्नो स्ट्याटस बिगार्ने लगायतका क्रिमिनल एक्टिभिटी पर्नेहरूलाई भनेको छानी के छ त स्ट्याटस कसरी बसेको छ भनेर एकदम तीव्र रूपमा कडा तरिकाले छानबिन गरिरहेको छ।